गुड मर्निङ झोलले नमस्ते है सम्पूर्णमा सन्चै आरामै हुनुहुन्छ होला के गर्दै हुनुहुन्छ। नास्ता त खानुभयो होला सबैजनाले। अब नास्ता पानी खाएर सबैजना आफ्नो आफ्नो घाँस काट्न कुनै के खाना पकाउने कुनै आफ्नो काममा जानु नै पर्ने हुन्छ। के भन्छ अरे हाम्रो वालिम 660 घर रमाइलो गाउँ देखेको छ। रमाइलो छ हाम्रो गाउँ। अब बर्खाको मास भएको भएर होला सायद डाँडाकाँडा पुरै हरियाली रमाइलो देखेको पनि छ। यस्तै छ गाउँले जीवन, डाँडाकाँडा पुरै हरियाली रमाइलो छ। के भन्छ अरे यो मौसमले पनि साथ पनि दिँदैन हो। घरि पानी आउँछ, घरि घाम लाउँछ, उत्तिरै घाम लाउँछ, उत्तिरै पानी आउँछ। यस्तै छ। पानी आयो भन्दैमा घरमा गोठमा गाई बस्तु पालिसकेपछि पानीमा भिजी भए पनि प्लास्टिक ओरी भए पनि घाँस काटेर ल्याएर बस्तु भाउलाई दिनु नै पर्ने हुन्छ। यस्तै छ, गाह्रो छ। हजुरको गाउँतिर के गर्दै हुनुहुन्छ? कोदो रोपेर धान रोपेर त सक्नुभयो होला सायद। कुनैले त सक्नुभयो होला, कुनैले त सक्नु भएको पनि छैन होला। हामीले त वालिम 660 घरतिर त पुरै कोदो रोपेर धान रोपेर सकियो। अब सकियो भनेर बस्न पनि भएन, आफू त घाँस काट्न हिँडियो। अब घाँस घरमा माइत भएको भए पो बाबा आमालाई पानी आछ, घामले पोल्छ भनेर बाबा आमालाई भनेर टङ्ग्याएर बस्न पनि पाइन्थ्यो। अब पराई घर आइसकेपछि अब सासू ससुरालाई काम त देखाउनै पर्ने हुन्छ। सासू ससुरालाई काम देखाए पो खुसी हुन्छन्। अब के गर्ने, गाह्रो छ। छोरीको कर्म पनि सबै कुराहरू भोग्नु पर्ने रहेछ। किनभने सासू ससुरा पनि आफ्नो बाबा आमा जस्तै मानेर सम्मान गर्नुपर्ने नै हुन्छ। सबै कुराहरू खुसी पार्नुपर्ने हुन्छ। मेरो यही हो, घाँस काट्ने ठाउँ यहीँ घाँस काटेर जानुपर्ने हुन्छ। पानी आउला जस्तै भएछ, उत्तिरै पानी झर्र पर्छ, उत्तिरै बस्छ। मौसमले पनि साथ पनि दिँदैन हो। यस्तै छ छोरीको कर्म। पराई घर आइसकेपछि सबै कुरा सहनु पर्ने, सबै कुरा भोग्नु पर्ने नै रहेछ। अब एकछिनमा घाँस काटेर घर जानुपर्ने हुन्छ। घर गएर घाँस बस्तु भाउलाई दिएर फेरि पनि एकछिन खाना खाएर फेरि आफ्नो काममा जानुपर्ने हुन्छ। गाह्रो छ। ल मेरो भिडियो सम्पूर्णहरू हेरिदिनु होला भन्दै म अब घाँस काट्न लागेँ। बाई सबैजनालाई। स्वस्थ रहनु, व्यस्त रहनु सम्पूर्णमा।